दर्शकबिन यो हाइवे सडक नेपालगञ्ज राजापुर जाने हाइवे सडक हेर्न सक्नुहुन्छ। यो हाइवे सडकमा ठ्याक्कै जस्ट 5 मिटर पनि घर छैन दर्शकबिन। त्यहाँ अहिले भयानक चोरी भएको छ दर्शकबिन, हेर्न सक्नुहुन्छ। दर्शकबिन चोर यति चलाक चोर छ कि सीसी क्यामेरा लगाएको सीसी क्यामेरा पहिला तोड्छ, यसरी तोडेर फाल्छ, त्यसपछि अनि बल्ल घरमा चोरी गर्छ दर्शकबिन। श्रृङ्खलाबद्ध रूपमा एक रातमा चोरी हुँदैछ दर्शकबिन। यही गाउँमा गुलरिया वडा नम्बर 4 स्थित टपरा गाउँमा आज त झन् हाइवे सडकको किनारमा रहेको घरमा पुरा तोडफोड गरी सम्पूर्ण सामानहरू लगेको अवस्था छ। हेर्न सक्नुहुन्छ तपाईहरुले, हामीले देखाइराखेका छौं। एक दिनमा 3टा घर चोरी, अर्को दिनमा एउटा घर चोरी, फेरि आज अर्को घर चोरी। श्रृङ्खलाबद्ध रूपमा चोरी भइराखेको छ दर्शकबिन गुलरिया वडा नम्बर 4 मा। अर्को कोठामा हामी पस्दैछौँ, यहाँ तोडेको हेर्न सकिन्छ। यहाँ हेर्न सक्नुहुन्छ, यी प्रत्येक कोठामा तोडेको छ सीसी क्यामेरा। पहिला फुटाल्छ चोरले, त्यसपछि अनि बल्ल चोरी गर्छ दर्शकबिन। यही ठाउँमा एक दिनमा 3टा घर चोरी हुन्छ, अर्को दिनमा अर्को घर चोरी हुन्छ, फेरि आज हाइवेको सडकको किनारमा रहेको घर चोरी भएको छ दर्शकबिन। यहाँ यो हेर्न सक्नुहुन्छ, तार सीसी क्यामेराको तार हो। त्यो त्यहाँ 2टा देखिरहेछ, त्यहाँ सीसी क्यामेरा। त्यो भने पहिला सीसी क्यामेरा यहाँबाट उखाल्छ, त्यसपछि अनि बल्ल यहाँ राख्छ र अनि चोरी गर्छ दर्शकबिन। अर्को कोठामा आइपुगेका छौँ, हेर्न सक्नुहुन्छ। यसरी तोडफोड गरेको अवस्था छ, लगेको अवस्था छ।